सबै यसमा पुरै भ्लगिङ हुन्छ किनकि यताउता घुम्ने खाने त्यो हुनुहुन्न, त्यो स्क्याम भयो, डिलिट भयो, मेरो पनि भएको थियो पहिला पहिला। त्यो भयो भन्दैमा चाहिँ त्यो यताउति गर्नु हुँदैन, त्यो कन्टिन्यू गर्नुपर्छ। होइन त्यो चाहिँ हल्का अपसेट चाहिँ भएको। म त्यत्रो मिहिनेत थियो हाम्रो टिमले मिहिनेत गरेको थियो नि त। हामीले सबै भिडियो लगभग मैले 3 दिन बनाउँथेँ, तर त्यो भिडियो चाहिँ मैले 1 हप्ता लाएर बनाएको। यस्तो त्यसमा मतलब एक एक फुटेज हुन्छ नि, सेम मुभी क्लिप जस्तै हो तिनीहरू, तर यस्तो गाह्रो हुन्थ्यो क्या बनाउनु मलाई। अब म फ्यामिलीदेखि पनि सपोर्ट पाउँथेन नि त, सुरुमा दिँदैन के होस् 3 वर्ष भयो 2 वर्ष के गरिरहेको थियो, गाली खाइरहेको थियो। 20K थियो, 20Kमा भ्युज थोरै आइरहेको थियो कि, यही 5K 10K आइरहेको थियो। 5K 10Kमा त अब मोनिटाइजेसनमा पनि न, अब मेरो यसमा आयो वात्तै 2 मिलियन कि। अब भनेपछि त मैले भने मोनिटाइज पनि हुन्छ, म तपाईँलाई भन्न नि पाउँछु म यसमा काम गर्छु। अनि ठ्याक्कै त्यसको भोलिपल्ट बिहान 5 बेलुका 5 बजीतिर कि उठेर हेरेको च्यानलै गएको कि स्क्याम पोलिसी भनिदिएर। मैले केही गरेँ छैन। अनि युट्युबलाई पनि फेरि मेसेज गरेको कि, अनि जिमेल पनि पठाएको। अनि भने मिल्दैन रे तैँले स्क्याम पोलिसी गरेको छ, किन एपलाई के प्रमोट गरेको छ। अब मैले एक एक भिडियो मलाई याद छ, पहिला मैले एडिट गर्थेँ, अनि मैले आफ्नो टिभीमा लाएर कि त्यो भिडियो हेर्थेँ कि कतै मिस्टेक छ छैन नि, अनि कतै 1% मिस्टेक रहेछ भने फेरि त्यसलाई उठ्यो कि एडिटिङ गर्थेँ। अब मैले कतिचोटि मैले लगभग 6वटा मात्रै भिडियो थिएँ कि, अरू सब ब्याकग्राउन्डको मैले प्राइभेट गरिदिएको थिएँ त्यस्तो। अनि त्यसपछि हेरेको त पुरै डिलिट। मलाई यस्तो दुःख लाग्थ्यो नि, मलाई छ्या यार म त अब कामै गर्दैन। होइन त्यस्तो त्यस्तो गर्नु हुँदैन। मेरो पनि हुन्छ सबैको हुन्छ त्यो। त्यो अब डिलिट भयो यताउति भयो भन्दैमा त्यो चाहिँ गर्नु हुँदैन। आफ्नो उयो हो नि त, कन्टिन्यू गर्नुपर्छ। त्यसपछि चाहिँ मम्मीले साहस दिनुभयो, चिन्ता नगर, तैँले अब त्यत्रो वर्ष लगाएछ होइन, 1 वर्ष अझै मेहनत गर। अनि के हुन्छ र 1 वर्ष 2 वर्ष मेहनत गर, त्यसपछि केही भएन भने त हामी छौँ त, त्यस्तो किन उठ्यो गएर। अनि बाबाआमाले पनि सपोर्ट देखायो। त्यसपछि मैले अब जोसँग भेट्न थियो नि त्योसँग जाम भेट्न। अनि तपाईँको त अब 1 मिलियन कम्प्लिट हुने बेला नि होइन छैन यार, म नि गर्दैछु बिस्तारै। बिस्तारै त तपाईँले हल्का इन्ट्रेस्टिङ भ्लग बनाउनु चाहिँ, जस्तो अरूहरूको भ्लग हेर्दा हल्का बिचमा भन्छौँ नि सायद छडाटा। तपाईँको भ्लग कस्तो भनेको 20 मिनट या 30 मिनटको हुन्छ नि, भन्छौँ भ्याइयो। किनकि मैले यस्तो मोबाइलमा साँच्चीकै तपाईँको भ्लग मैले यस्तो मोबाइलमा हेर्दैन क्या, टिभी त्यसमा नेट जोडेको कि। सब्सक्राइब फेरि यसले नि गरेँ, अर्को मोबाइलले नि गरेँ, त्यसले नि गरेँ, तर सबै फ्यामिली हेरेर मेन त मेरो भाइले हेर्थ्यो कि। अनि जुन चाहिँ त्यो तपाईँले बनाउनु भएन नि, गाली गर्छ, कता गयो अब किन भ्लग नहाल्यो होला, कता गयो त्यो। मैले के ठुलो अनि तर भिडियो किन नहालेको कि, त्यसरी अब भाइ आउन खोजेको थियो। अब स्कुल छ नि जस्तो यो 10मा, अनि स्कुलमा नि कडा गरेर एक दिन पनि लिभ गर्न पाउन्न, त्यही भएर आज आउन सकेन, नत्र हामी शनिबार मिलाएर आएको। भाइलाई पनि यहीँबाट सम्झना के छ भाइ किन सागर भाइलाई माया छ है मेरो तर्फबाट। सधैँ भिडियो हेर्नु, पढ्नु, राम्रोसित पढ्नु पनि पर्छ, भिडियो नि हेर्नुपर्छ, सबै गर्नुपर्छ है। माया छ मेरो तर्फबाट। तर यसरी दाइले चाहिँ गाली गर्न पाउन्न नहालेको दिन, कुनै काम पनि हुन्छ त्यसरी। बस न त, बस एकछिन बस। आमा आउनु न, तपाईँ पनि बस्नु, कुरा गरौँ न। होइन म एकछिन फ्रेस हुन्छु यार, म है हुन्छ फ्रेस हुन्छ नि त है। बस एकछिन बस। एकछिन त अलमल्ली बोल्नै नसकेर, एकछिन त कस्तो अलमल्ली बोल्नै कस्तो गाह्रो भएको यार। त्यस्तै गाह्रो हुँदो रहेछ है बोल्न त, एकदम सासै अड्का चाहिँ के। उतैदेखि क्या नाम हटाइदिनु, हटाएर अझै भ्लग्स लेखिदिनु कि। स्पेलिङ भन त। AJAY अझै अनि BOG भ्लग, अझै भ्लग लेखिदिन्छ है त। ल सेभ। हाम्रो अनिल दाइले आज च्यानल खोलिदिनु भयो। ल बधाई छ है त। ल मेहनत गर्नु नि, फेरि खोलेर मात्रै हुँदैन, फेरि मेहनत त डेली भ्लग हाल्नु पऱ्यो, डेली राम्रो कन्टेन्ट दामी गर्नु पऱ्यो, मेहनत गर्नु पऱ्यो है त। अनि दाइ के अरे यो भ्लग्समा यस्तो कमेडी भिडियो हाल्नु पाउन्न, जस्तो यो भ्लग च्यानल भयो नि त, अनि यसमा मैले जस्तो कमेडी बनायो भने हाल्न हुन्न मिल्न। अब त्यो तिम्रो त्यो इच्छा हो, सकेसम्म चाहिँ अब भ्लग भनिसकेपछि चाहिँ अब आफूले दिनबाट बेलुकासम्म के गर्छ त्यही हाल्दै राम्रो, डेली लाइफ चाहिँ देखाउँछ, डेली लाइफ देखाऊ। अब तिमीले फन्नी भिडियोहरू बनाउँछौ, ग्रुपमा बनाउँछौ भन्दाखेरिमा त्यो चाहिँ कसरी बनाऊ भन्दा छुट्टै एउटा च्यानल होला, त्यसमा हाल। मतलब यसलाई चाहिँ म भ्लगिङको लागि मात्रै युज गर। यति चाहिँ यो चाहिँ धेरै भन्दा, किन चाहिँ मैले यस्तो गर्थेँ कि कतै झुक्केर कुनै, अब त मैले यो भिडियो बनाइरहँ नि, अब कतै घुम्न गएँ क्या म, अब जस्तो त्यही कुनै ठाउँमा, अनि त्यसपछि मलाई राम्रो लाग्यो मैले त्यो भ्लगिङ गर्थेँ, अनि यसमा हालिदिन्थेँ कि 1-2टा क्लिप, त्यस्तै मतलब 8 मिनटको। भनेपछि मेरो 10वटा भिडियो कमेडीको छ भनेपछि अब कतैमा इन्डिया घुम्न जान्छ नि त दिल्लीतिर, अनि त्यतातिर चाहिँ मैले के गर्छ भन्दा चाहिँ यो त अब लिदिउँ न भनेर त्यसमै हालिदिन्थेँ कि। सकेसम्म भ्लगलाई भ्लगमै दिएको राम्रो। त्यही अनि तपाईँ के अरे उयो जानुहुन्न इन्डिया?
म जान्छु अब जाँदैछु त्यही त अब जान्न तपाईँ सौरभ जस्तैहरूसँग भेट्नु अब एलेक्स भाइको नि ड्रिम छ मैले हेरेको थिएँ जाँदैछु म अब त्यो जाने यताको नि म उताको नि ब्लग हेर्छु है ल ल थ्याङ्क यू है त ल त अब हाम्रो अनिल दाइले आफै च्यानल खोलिदिनु है अब हेरौँ प्रगति चलो अब हेर्नु हाम्रो पनि प्रगति अनिल दाइ Thank you so much for watching this video. Don't forget to like and subscribe. Hit the bell icon. Hasta Jai Nepal. अब त अनिल दाइले नि भनिदिनु भयो यार अब त गरिदियो Subscribe गरिदिनु होला सबैजना. Thank you so much. ल दाइ अब